अनि बच्चा पढ्नै छन् बच्चाहरू पढ्नै छन्। साउदीमा आएर अलराउन्डर भइयो। फलमको बिल्डिङको काम नै गर्ने, यता मजराको काम नै गर्ने, परिया पालन, कुखुरा पालन, सबै पालन। जोडाको सानो नि चाहिँ भर्खर भर्खर आएको सानो पिच्चु टुटुटुटुटु के गर्ने मैला लाग्छ, आफूले खानै मैला लाग्छ। बेचेर भयो भने आफ्नो मेहनत त असुल गर्नै पर्यो होइन। अनि यत्रो सानो यस्तो माया लाग्दो हुन्छ नि यार। आफ्नै बच्चालाई मार्ला फेरि। हेलो साथीहरू, नमस्ते सबैजना। नाइटको कामले नि गाह्रो बनाउँछ 1 महिना साथीहरू। अब बिहान कति 6 बजे सुतेको, अहिले उठ्न परिहाल्यो 12 बजे। यो परिया कुखुराहरू पाले दाना हाल्न पऱ्यो। उठियो साथी, घाममा हेर्नै सकिन्न। राति काम गरेपछि घाममा त प्याट्टै हेर्न सकिन्न, कस्तो आँखा दुख्छ। यो महिना सकिएपछि अब 2-3 दिन बाँकी रह्यो। त्यसपछि दिउँसो जाँदा एक हप्ता त गाह्रो हुन्छ, हेर्नै सकिन्न घाममा। यस्तो गाह्रो हुन्छ साथीहरू यार। टमाटर यत्रो भएछ, कहिले फल्ने यत्रो भएछ टमाटरहरू। जाँदा हाल्न गर्दा उठ्नै पर्छ। एकदम कुखुराहरू छ त्यहाँ, भाले छ। यो बच्चाहरू छ नि, हेर्नुहोस्। यो बेच्न पाइन्छ, यो बङ्गालीलाई 5 रुपियाँ एउटा। साउदीले लग्यो भने 10 रुपियाँ हो। 10 रुपियाँमा परिया टन्नै पालेको छु। हेर्नुहोस् यहाँ पनि छ नि बच्चा, टन्नै छन् बच्चा यसपालि चाहिँ। अब त्यता छन्, त्यता यहाँ तल यो कोही ठुलो भइसक्यो नि, टन्नै छन्। बेचेर पाइन्छ 5 रुपियाँ, 5 रियाल एउटालाई। एउटालाई 5 रियाल भनेपछि टन्नै छन्। सबै बेच्ने खाने बाहिर भएको एउटा फेरि यस्तो एउटा भएको चाहिँ सबै भएको छन् क्या फेरि। ए के गर्ने, कुखुरा पालन सबै हुन्छ। कुखुरा पालन, परिया पालन, सब पालन। भाले छ, यस्तो सब बस्ने यहाँ। यो कामहरू चाहिँ यहाँ यसको भित्र हो, सबै क्याबिनहरू बनाउने काम हो। कामको यस्तो रुम फोहोर छ। अस्ति पानी आएर झन् माटो भयो। जुन पानी आउला जस्तो हो र मैले झाडु लाउनु हुन्थ्यो। यो परदेशीको बसाइ, यहाँ बाहिर जाने ठाउँ हो यो। दाना हालिदिनु पऱ्यो, दाना हालिदिनु पऱ्यो साथीहरू होइन। यो के यो मकै, अनि मकै कुटेको त्यो अर्को के यस्तो हुन्छ दानाहरू। बाहिर निक्छ भोकै हुन्छ, भोकै हो, भोकै रुख। ल कता गयो त्यो? उड्यो कि कहाँको? भित्र छिर्यो त भित्र। खाना भनेपछि मान्छेलाई पनि त्यस्तै हुन्छ, पशु पक्षीहरूलाई पनि त्यस्तै हो नि, भोक लाग्छ। यिनीका गर्दाखेरि उठ्न पर्छ चाँडै यार। भन्दा पनि अहिले उठ्ने टाइमै होइन, 3-4 बजीतिर उठ्छु। यिनीका गर्दाखेरि छिटो उठ्नु पर्छ। यहाँ आलु लगाएको हेर्नु, अलिक सानो भएको थियो, त्यो नि खाइयो। टन्नै छन्, 150 खोल्नै जाउनु चिक्क 100-150 छन्। आफूले यहाँ मेहनत गरेको यही हो, यही बेच्ने। बाँकी बुढाले खान्छ थोरै 2-4-5वटा। बाँकी चाहिँ मैले बेचिदियो, बङ्गालीहरूलाई बेच्यो। 200 रुपियाँ भने हुन्छ साथा। त्यही भएर मेहनत गरेको नत्र खाली यत्रो गर्थ्यौँ। अनि एउटा काम गर्नु, एउटा गर्नु। ल सब किसानी काम हो यहाँ।
बाहिर पनि जानुपर्छ, बिल्डिङको काम नि गर्नुपर्छ, सबै गर्नुपर्छ साथीहरू। यो कुखुरा हेरेर अन्डा टन्नै दिएछ, त्यो ओथरै बस्दैन बे के हो कुनै यहाँको कुखुराहरू पनि। अहिले गर्मी लागेपछि बच्चा दियो भने पनि सबै मर्छ, कामै लाग्दैन। अहिले बच्चा दियो भने खाइरहन्थ्यो। यस्तै छ फेरि हेर्नु त टमाटर बरु काइदा भयो है मेरो। जाली हटाइदिनु पऱ्यो। त लसुन लगाएको, लसुन पनि सुक्यो। हेर्नुहोस् लसुन यहाँ छ अलिअलि। टमाटर चाहिँ दामी भयो, होइन। यो चाहिँ खुर्सानी हो, एउटा यो टमाटर फले हेर्नुहोस्। सन्नै फुलसुल खेलेको छ, पानी हाल्न पऱ्यो। हे टमाटर चाहिँ दामी फल्ला जस्तो छ यसपालि चाहिँ। एउटा बुढो त्यहाँ थियो के अरे, बुढो जान्ने पल्टेर साउ बुढो आएर मरकमुरुक पारेको थियो, भाँचेर फालिदियो। भाँचे सस्ता भन्दै थियो, भाँचियो, कामै लागेन। यस्तै छ साथीहरू, 8-10 वर्ष भयो यस्तै छ जीवन। एक्लै हो काम गर्ने पनि, मुड खराब हुन्छ कहिले काहीँ। लास्टै मुड खराब हुन्छ, यस्तो घाम लाग्ने हेर्नै सकिन्न क्या साथीहरू। लास्टै आँखा दुख्छ। मजाले खाइरहेको छ दाना। आलु पनि लगाएको, आलु नै भन्दै। यसपालि चाहिँ टमाटर चाहिँ बब्बाल होला। अब छुट्टी हुन्छ तपाईँ कहिलेबाट भन्दाखेरि आज बुधबार, भोलि लास्ट हो ड्युटी। त्यसपछि बन्द 3 दिन छुट्टी हुन्छ, यहाँको ईदको छुट्टी हुन्छ। क्या मजाले खाइरहेको छ हेर्नु। पानी छैन क्या यिनीहरूलाई, पानी छैन। पानी पनि घट्यो, पानी पनि हाल्नु पऱ्यो। यो पाइपमा लगाएर टक्क पानी पनि दिनु पऱ्यो। यसरी पानी लगाउने होइन, यसलाई चाहिँ यसरी खोल्ने, सबैले फेरिदिनु पऱ्यो। लास्टै खोरिरहेको यार, यहाँ त्यही भएर सबै सुतेर 11 बजे उठ्छ। यिनीहरूलाई खाना खुवाउनु पर्छ। यो साथीहरू सबै ड्याङ आफ्नो बच्चालाई खुलाएछन्। परेर कस्तो ओका मुख के अरे त्यो बच्चा कस्तो भित्र हालेर आफ्नो अनि ओकाल्दै खुलाउनु रहेछ क्या। ढिकुर पनि यस्तै होला होइन, यो ढिकुर परे व्यस्त आफ्नो बच्चालाई खुलाउन।
यस्तो छ दाजु त्यही साथी आफूले नै बेच्न पाइन्छ होइन त्यही हो तर यसो मिहिनेत गरेको न त खाली बल्ली भोलि गर्छ मिहिनेत गिल्लु उद्योगको काम गर्ने मान्छे परिया दुनियाँ दिवान सबै हेर्न यसो बेच्न पाउँछ कि मैले बङ्गालीहरूलाई बेचिदिन्छु अलिअलि पैसा हुन्छ त्यही हो आफूलाई यसो गर्मीमा पेप्सी सेप्सी पिने जाडोमा चिया साय पिने पैसा हुन्छ मुला साग लगाएको तोरिया साग लगाएको भन अरे घामै नलाएर यता मेथी लगाएको यस्तो भएन अब यहाँ धनी लगाएको अस्तिको त महामारी पानीले सबै खतम पारिदियो यता लगाउनु पर्ला अब देख्नु ल साथीहरू मेरो रुम चाहिँ यो साथीहरू हेर्ने रुम चाहिँ यही हो यहाँ सुत्ने हो 8-10 वर्ष भयो एक्लै हो एक्लै काम गर्ने एक्लै बस्ने मेरो नि ठन्डा नेपालको यो चाहिँ यसो जिमसिम गर्ने भनेर बनाएको अल्छी लाग्छ ड्युटी पुरा रहेछ किन अब यस्तै छ साथीहरू ल साथीहरू कस्तो लाग्यो मन परेमा लाइक सब्सक्राइब गरिदिनु होला है सपोर्ट गरिदिनु होला मुख सुख धुन पऱ्यो अब सुत्न त्यस्तै हो हेर्नु ल बाई साथीहरू फेरि भेटौँला अर्को भिडियोमा